हेलो गाइज, फेरि पनि तपाईँहरूलाई चाहिँ मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ आजभोलि किनभने काममा हिँडेर जानुपर्ने हुन्छ। अघिसम्म चाहिँ खाजा खाएर बस्यो अनि अलि ढिलो भएर भक्कु कुद्दै गयो। त्यसपछि अब ढिला भएको बेला ओकिनावाको इमानुएल पनि देखाइदियो। अनि त्यसपछि चाहिँ म हिँड्दै गयो अनि त्यहाँ हिँड्दै गएपछि पुग्न लाग्यो काममा नि पुग्यो। अब काममा पुगेर त अब अनि अहिलेको लागि चाहिँ अब मैले स्किप गऱ्यो, काममा नि पुग्यो। अनि त्यही भएर अब काम पुगेपछि त मोबाइल बन्द नगरेर राख्यो। अनि त्यसपछि अब म कामबाट निस्किँदा मेरो खुट्टाको हालत र थाकेर केही सीमा छैन। अब चाहिँ म हिँड्दै फेरि घरमा जानुपर्ने भएर अब हिँड्दै गएको। हेर्नु मेरो कपाल पनि कस्तो पुलिङमा परेको कि मजाले पिटी अब सिग्नल पनि कुर्यो। चाहिँ घर पुग्यो अनि घर पुगेर अब हिँड्दै भरेमा पुग्यो। अनि अब ढोका खोलेर छिर्न यो साँझ पनि के भएको छिर्दै मलाई भएर चाहिँ रुम पुगेर बाई बाई। आजलाई यति नै, सबैजनालाई फेरि पनि आउँछु यस्तै मिनी ब्लगहरू ल्याउँदै। बाई बाई, यति नै आजलाई।